3 दिनको खतरा प्रिपरेसन पछि चाहिँ आज हामी JLPT N3 को एक्जाम दिन जाँदैछौँ, जसको कोर्स चाहिँ खासमा 6 महिनाको हो। गाइस हामी JLPT N5 दिन गइरहेको छौँ हैन। N3 हो। कस्तो छ तयारी? N5 भन्दै यार। तिम्रो तयारी कस्तो छ तिमी त्यो? मेरो तयारी एकदम राम्रो छ नेक्स्ट टर्मको लागि। तयार गरेर आइसकेको छ अब अगस्तमा दिने भनेर। आउन चाहिँ खासै आउँदैन र पनि तयारी चाहिँ खतरा गरी भन्ने। बिहानै गर पेन्सिल, इरेजर, सार्पनर जे चाहिन्छ शस्त्र अस्त्र सब लिएर आएँ। कुन चाहिँ लियो एउटाले घडी पनि चाहिन्छ भन्दै थियो। घडी चाहिँ पाइएन एक्वेन्टमा 100 रुपैयाँमा कहाँ घडी पाइँदो रहेछ र। हाम्रो सेन्टर चाहिँ टिकेबी गार्डन, नागोयाको टिकेबी गार्डन भन्ने थियो हैन। र एकजनाको सेन्टर चाहिँ उसको सेन्टर चाहिँ अलि टाढा थियो हैन, धेरैवटा स्टेसन चेन्ज गरेर जानुपर्ने। के राउ केटा? यो हरेक स्टेसन हेरेर पनि हरेक रुट आउँछ यार। उसको सेन्टर चाहिँ अजिब ठाउँमा राखिदिएको छ, खोज्दैछ केटाले कहाँ पुऱ्याउँछ भरे थाहा छैन। हामी पनि आफ्नो सेन्टरतिर गयौँ, र ऊ आफ्नो सेन्टरतिर गयो र हामी लगभग 12:30 बजेतिर चाहिँ नागोया स्टेसनबाट निस्केर हाम्रो सेन्टर खोज्न भनेर त्यहाँबाट गयौँ हैन। एक्जाम सेन्टर स्टेसनबाट लगभग 3 मिनट वक भनेर देखाइरहेको थियो म्यापमा चाहिँ। तर हामी खोज्दा खोज्दै हामीलाई आधी घण्टा 1 घण्टा जति लागिहाल्यो कि त्यहीँनिर पनि। हामी एउटा स्टेसन खोजेर कन्फर्म गरेर अब यो हाम्रो सेन्टर हो भनेर गयौँ। जाँदै थियौँ अगाडि एकछिन डुल्नु पर्यो भनेर निस्किया थियौँ। अर्को टिकेबी गार्डन भेट्यो फेरि। इक्जाम सेन्टर यो हो कि त्यो हो अब त्यस्तो भइरहेको थियो हैन। अनि त्यहाँको मान्छेलाई सोध्यौँ, उसले भन्यो उता एकेमाया भनेको उता परको चाहिँ हो भन्यो। अनि त्यसपछि हाम्रो एक्जाम सेन्टर कन्फर्म भयो हैन। यहाँबाट नागोया अलिकति टाढा छ हैन, अलिकति ट्रेनको टिकट भाडा उठाऊँ भनेर बरु अगाडि नै जाने अनि बरु नागोया डुल्ने। एक्जाम त त्यसको पास हुन्छ भने त थाहा छैन हैन। अनि गयौँ, त्यही भएर अलिकति अगाडि निस्किया थियौँ। तर त्यो टाइम चाहिँ हाम्रो नागोयाको त्यो हाम्रो एक्जाम सेन्टर खोज्दा खोज्दै बितिहाल्यो हैन। अनि एकछिन टाइम बसेको थियो, घाम तापेर कफी खायौँ त्यहाँनिर बसेर हैन। केटाहरू पनि यसो गफसफ हाल्यौँ। अरू 2 जना केटाहरू पनि आएको थियो, उनीहरूको सेन्टर चाहिँ फरक थियो हैन। उनीहरूलाई चाहिँ अब एक्जाम पछि भेटौँला भनेर उनीहरू आफ्नो सेन्टरमा बसे, हामी आफ्नो सेन्टरमा बस्यौँ। गाइस वी आर रेडी हैन फर द एक्जाम। यहाँ कफी खाइरहेको छौँ, टाइम छिटो आएर नागोया डुल्न भनेर आएको। अब आउँदै टाइम भइहाल्यो, बसेर अब रुम छिर्ने। अनि र हामी लगभग 2:35 तिर चाहिँ एक्जाम सेन्टर छिर्यौँ है। एक्जाम सेन्टर छिर्यौँ, त्यहाँको माहौल फेरि खतरा। त्यत्रो धेरै मान्छे छन्, लगभग 100-150 मान्छे छन्। एक थोपो पनि हल्ला छैन कहीँ हैन। पुरै अडिटोरियम थियो, मान्छेहरू थिए। उनीहरूले गाइड गरिरहेको थियो के गर्ने कसरी बस्ने भनेर। रजिस्ट्रेसन नम्बर हुन्छ, रजिस्ट्रेसन नम्बर हेर्ने र भित्र गएर बस्ने। त्यहाँ बस्ने। अब त्यसपछि उसले लगातार प्रोसिड्युर भन्दै जान्छ, के यो पछि के गर्ने त्यो पछि के गर्ने। प्रोटोकल हुन्छ त्यहाँनिर, एकदम प्रोटोकल फलो गर्यो भने हो, नभए चाहिँ निकालिदिन्छ सिधै रेड कार्ड। त्यो फुटबलको जस्तै हुन्छ क्या, यहाँ पनि वार्निङ दिन्छ येलो कार्डमा, अर्कोमा रेड कार्ड। त्यो पनि गल्ती अनुसार, गल्ती कस्तो हो कुन लेभलको गल्ती हो त्यो अनुसारको कार्ड दिन्छ। त्यहाँ रेड कार्ड पायो भने ब्याग बोक्ने घर जाने। त्यहाँनिर उसले भन्यो स्मार्ट वाच, इलेक्ट्रोनिक जति पनि त्यो मेमोरी डिभाइस हुन्छ नि त्यस्तो चाहिँ एउटा ब्याग दिएको थियो त्यहाँनिर, पेपर ब्याग होइन। त्यो पेपर ब्यागमा हालेर राख्नु भन्यो। अनि बन्द गर्नु भन्यो त्यसलाई। जुन आफू बसेको टेबल त्यसको तल राख्नु भन्यो र त्यहाँ तल राख्यौँ। र आफूसँग बोकेको ब्याग हुन्छ, खानेकुरा जे छ त्यसलाई आफ्नो बसेको कुर्सीको छेउमा राख्नु भन्छ उसले। मेकानिकल पेन्सिल पनि लान चाहिँ पाइन्छ होइन, त्यहाँनिर युज गर्न पाइयो। पेन चाहिँ युज गर्न पाइएन, पेन वा दामै होइन। प्रोसिजर उनीहरू रिपिट गरेर सुनाइरहेको थियो कि ताकि कसैले पनि भुलबस मिस्टेक नगरोस् भनेर। उनीहरू एक्जाम सुरु गर्दैन, उनीहरूको फिक्स टाइम हुन्छ, सेड्युल अनुसार चल्या हुन्छ। मेरो लगभग आधी घन्टामा चाहिँ मैले संसारको कुना कुना पुगेर आइसकेँ र पनि एक्जाम सुरु भएको थिएन। बल्ल एक्जाम सुरु भयो। र उनीहरूले के गरे भने सुरुमा रजिस्ट्रेसन नम्बर र त्यहाँ बेन्चमा टाँसेको नम्बर ठिक छ कि छैन खाएको कन्फर्म गरेर त्यसपछि त्यो आफ्नो एडमिट कार्ड समेत झोलामा। एक्जाम चाहिँ लगभग 3:20बाट सुरु भयो होइन। अनि JLPTको एक्जाम चाहिँ त्यति अप्ठ्यारो हुँदैन, रुल चाहिँ अप्ठ्यारो हुँदैन, एक्जाम त गाह्रै हुन्छ होइन। त्यहाँ उसले त्यहाँको इन्भिजिलेटर जो हुन्छ होइन उसले भनेको कुरा चाहिँ ध्यान दिएर सुन्ने। यदि नियोङ्गो आउँछ भने है, फेरि नियोङ्गो बाहेक बोल्दैन नि त्यहाँनिर चाहिँ, फेरि इङ्ग्लिस बोल्छन् भनेर मक्ख गरेर बस्ने होइन। अब लास्टमा चाहिँ लिसनिङ सेक्सन हुन्छ होइन। लिसनिङमा चाहिँ त्यो हाम्रो हलमा चाहिँ स्पिकर बजाएको थियो होइन। हेडफोन दिँदैन होला सायद है, जहाँसम्म मलाई लाग्छ। स्पिकर नै बजाउँछ, जहाँ पनि स्पिकर बजाउँछ। क्वेसन सुन्ने, एन्सर टिक्लाउने र एन्सर सिट बुझाउने र क्वेसन पेपर पनि बुझाउने। क्वेसन पेपर लिएर घर जान पाइँदैन है, त्यो गयो भने फेरि फेल हो। र हाम्रो एक्जाम चाहिँ लगभग 7:30 तिर सक्यो होइन। त्यसपछि चाहिँ केटाहरूसँग पनि भेट गर्ने र खाना खाने भनेर हामी एउटा रेस्टुरेन्ट गयौँ होइन, नेपाली रेस्टुरेन्ट दो बाटो भन्ने। र त्यहाँनिर बिरयानी अर्डर गरेर खाने प्लान भयो होइन। केटाहरूसँग पनि भेट भयो। केटाहरूको उनीहरूको आफ्नो कहानी सुनाउँछन्, हामी आफ्नो कहानी सुनाउँछौँ होइन। एकछिन गफ हान्यो होइन। सुनिएला नि त एउटा 4 वर्ष यो त के हो यो? के साथी पास हुने होइन आज? चस्मा लाउँदै पास हुँदैन नि, फेरि पढ्नु लेखेको नि हुनुपर्छ।
के को पास भेटघाटको लागि आएको त यहाँ मान्छेहरूले त क्वेसन पेपरमा लेखा बुझ्दैन उसले चाहिँ इन्भिजिलेटरै भनेर बुझ्दैन अरे र इक्जाम सकेर अब चाहिँ हामी खानासाना खाएर अनि चाहिँ रुम फर्किने भनेर आयौँ केटाहरू आफ्नो रुम गए खालिया र हामी आयौँ काकुडेन होइन भोलिपल्ट सोमबार थियो होइन यो जिएलबिटीको मलाई यो चिज चाहिँ मन परेन क्या आइतबार राखिदिन्छ इक्जाम आएर अनि आइतबार फेरि 7:30 बजीसम्म इक्जाम लिइदिन्छ खाना कहिले पकाउनु कहिले खानु कहिले भोलिपल्ट फेरि काम हुन्छ सबैजनाको मोस्टली होइन सोमबार त प्रायः काम हुन्छ इक्जाम चाहिँ लगभग शुक्रबार राख्नुपर्ने हो कि शुक्रबार बेलुका शुक्रबार फ्राइडे नाइटमा सक्दिहाल्ने इक्जाम अनि शनिबार आइतबार मस्त रेस्ट गर्न पाइन्छ नि त खाना वहीँ खाइहालेको थियो होइन त्यसपछि आएर मस्त सुत्यौँ यस्तो टाउको देखाएको थियो नि होइन यो रिडिङ सबभन्दा झ्याउ चाहिँ जिएलपिटीको सबभन्दा गाह्रो पर्सन चाहिँ मलाई रिडिङ लाग्यो होइन रिडिङ चाहिँ पढ्न नसकिने रहेछ यदि अगाडिदेखि तयारी गरेको छैन भने चाहिँ रिडिङ चाहिँ नसकिने रहेछ है यो गाइज तपाईँहरू पनि जिएलपिटी पास गर्न जानुहुन्छ भने चाहिँ एकदम रिडिङमा ध्यान दिनुहोस् होइन जापान बसेको छ भने चाहिँ लिसनिङ आफै राम्रो भइसक्यो हुन्छ होइन भोकेबुलरी र खान्जी भनेको पनि अलिअलि देख्दा सिकिया हुन्छ तर रिडिङ चाहिँ प्रपरली पढ्न नसक्ने मान्छेले सक्दैन होइन त्यो चाहिँ अलिकति गाह्रो रहेछ आफ्नो तयारी पूर्व तयारी गरेर जानु होला होइन इक्जाममा इन्भिजिलेटरले भनेको चाहिँ ध्यान दिएर सुन्ने अरू केही समस्या हुन्न उसले जे भन्छ त्यो दुईवटा चाहिँ ध्यान दिएर सुन्ने होइन सजिलो नियमको युज गरे हुन्छ उसले होइन बोल्नलाई त्यो ध्यान दिएर सुन्ने र उसले भनेअनुसारको प्रोटोकल फलो गर्ने होइन यदि बिचमै फोन निकालेर चलाउनु हो भने फेल त्यो फोन पनि लास्टमा निकाल्नु भने हुन्छ उसले त्यो पनि ध्यान दिएर सुन्ने यही थियो गाइज होइन द्याट्स अल फर टुडे Keep supporting us. We'll keep you entertaining. That's all, guys. Thank you for watching.